बङ्गलादेशको राजधानी ढाका स्थित अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा शनिबार ठुलो आगलागी भएको छ। विमानस्थलमा आगलागी भएपछि सबै उडान अनिश्चितकालका लागि अवरुद्ध भएका छन्। विमानस्थलको धावन मार्गमा बाक्लो धुवाँ फैलिएपछि उडान सेवा अवरुद्ध बनेका हुन्। विमानस्थलको मुख्य टर्मिनलमा भने कुनै असर नपरेको फायर सर्भिसका प्रवक्ता ताल्हा बिन जासिमले जानकारी दिए। उनले आगलागी नियन्त्रणका लागि 37 अग्नि नियन्त्रक युनिटहरू सुरुमा परिचालन गरिएको, तर आगलागी सहजै नियन्त्रणमा नआएपछि थप सुरक्षा बललाई परिचालित गरिएको बताए। अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले विमानस्थलका अधिकारीहरूलाई उद्धृत गर्दै उडानहरू अन्य विमानस्थलमा डाइभर्ट गरिएको जनाएका छन्। अग्नि नियन्त्रकहरूले आगोलाई नियन्त्रण गरेसँगै विमानस्थल केही घण्टाभित्रै सञ्चालन सुरु हुने अधिकारीहरूले अपेक्षा गरेका छन्। स्वास्थ्य निर्देशनालयका एक वरिष्ठ अधिकारी मोइनुल असानले कम्तीमा 4 जनालाई सामान्य चोटपटक लागेपछि अस्पताल लगिएको जानकारी दिए। विमानस्थलमा भएको आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन।